नमस्कार अनि हार्दिक स्वागत छ महाबु प्लस युट्युब च्यानलमा। आज चाहिँ तपाईहरुको माझमा मैले एउटा नयाँ भिडियो लिएर आएको छु। यहाँ चाहिँ रहेको छ कर्मचारी आवश्यकता सम्बन्धी सूचना त्रिवी चिकित्सा शास्त्र अध्ययन संस्थान टिनको कार्यालय महाराजगञ्ज काठमाडौँले 2081 11 महिना 27 गते आज मात्रै यो नोटिस प्रकाशन गरेको छ। थप जानकारीका लागि www.iom.edu.np मा गएर तपाईले हेर्न पनि सक्नुहुनेछ। यहाँ रहेको छ कार्यालय सहायक सेक्रेटरी एकजना खुलेको छ। योग्यता भनेको यानिबी वा मान्यता प्राप्त संस्थाबाट एसई वा सुसर उत्तीर्ण गरी कम्प्युटर सम्बन्धी 3 महिनाको तालिम प्राप्त हुनुपर्ने। खमा रहेको छ नेपाली र अंग्रेजी दुवै भाषामा टाइप गर्न जानेको हुनुपर्ने, अंग्रेजी भाषामा बोल्न र पत्राचार गर्न जानेको हुनुपर्ने। आवेदक दस्तुर भनेको 1500 रुपैयाँ रहेको छ। र तपाईले परीक्षाको किसिम भनेको लिखित प्रयोगात्मक र अन्तर्वार्ता हुनेछ। इच्छुक नेपाली नागरिकहरूले चाहिँ फारम भर्न सक्नुहुनेछ। यसको लागि अन्तर्वार्तामा सामेल हुनका लागि लिखित तथा प्रयोगात्मक परीक्षामा अनिवार्य रूपमा उत्तीर्ण भएको हुनुपर्ने छ। परीक्षा दस्तुर बापतको रकम तपाईले 11 महिना 28 गतेदेखि 12 महिना 13 गतेसम्म बैंकमा बुझाइसक्नुपर्ने छ। र अर्को रहेको छ मिति 2081 12 महिना 14 गते उक्त भौचर सहित अनलाइन मार्फत राति 12 बजेसम्म आवेदन बुझाइसक्नुपर्ने छ। उपरोक्त पदहरूको आवेदन चिकित्सा शास्त्र अध्ययन संस्थाको वेबसाइट www.iom.edu.np मार्फत उपलब्ध हुने गरी अनलाइन मार्फत भर्न सकिनेछ। अनलाइन मार्फत भरि फर्मको दस्तुर यस कार्यालयको हिमालय बैंकको खातामा चाहिँ जम्मा गर्नुपर्ने हुन्छ। यो चाहिँ एकजना छ करारमा हो, तैपनि तपाईले यहाँ लिखित प्रयोगात्मक अन्तर्वार्ता हुने भएको कारणले गर्दा तपाईले दिन सक्नुहुनेछ। र यस्तै जानकारीमूलक भिडियोहरू हेर्नको लागि महाबु प्लस युट्युब च्यानललाई सब्स्क्राइब गरी बेल आइकन थिच्न नभुल्नुहोला। धन्यवाद।